वाह, क्या ब्याटिङ गर्यो नेपालले। यसरी ब्याटिङ हामीले हेर्न चाहिरहेको थियो। स्कोर बोर्डमा धेरैभन्दा धेरै रन भयो भने विपक्षी कुनै टिम आयो भने हामीले हराउन सक्छौँ, किनकि हाम्रो बौलर जो छ नि दुनियाँको बेस्ट बौलरहरू छ हामीसँग, तर ब्याटिङ थिएन। र 3 नम्बरमा ईशान पाण्डे पर्फेक्ट भइसक्यो अब, र उसले बताइदियो सबै पुरानो खेलाडीहरूलाई छक्का चौकामा बिलिभ राख्नु पर्दैन, एक रन 2 रन लिए भने पनि हामीले म्याच जित्न सक्छौँ। र यो कुरा म पनि पहिला भिडियोमा भनेको थिएँ कि डट बल खेल्न छोडिदिनु, एक रन 2 रन लिनु, 300 पार गर्न सकिन्छ। र 300 पार गरेर नेपालको होम ग्राउन्डमा यो सबभन्दा हाइएस्ट स्कोर हो ओडिआईमा नेपालको। र नेपालले बताइदियो, ईशान पाण्डेले देखाइदियो कि यसरी ब्याटिङ गर्नुपर्छ, पुरानो ब्याटरहरूलाई बताइदियो। र ईशान पाण्डेलाई सल्युट छ, डक्टर ईशान पाण्डे। र 3 नम्बरमा अब पर्फेक्ट भइसक्यो, अब उसलाई कसैले हराउन सक्दैन। र एउटा कुरा ईशान पाण्डेले के भनेछ भने डोमेस्टिकमा खेलमा मात्र रन बनाएर हुँदैन, टिममा स्थान पाउनको लागि डोमेस्टिकमा रन बनाएर मात्र हुँदैन, टिममा आएर टिमलाई जिताउनु पर्छ भनेर उसले भनेको छ। उहाँको भनाइ एकदम सही छ। डोमेस्टिक खेलमा मात्र रन बनाएर हुँदैन, यसमा पनि टिममा आएर पनि रन बनाउनु पर्छ र म्याच जिताउनु पर्छ।